नमस्ते साथीहरू, फार्मा इन्फो नेपालको नयाँ भिडियोमा यहाँहरूलाई स्वागत छ। आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई फार्मेसी काउन्सिलको लाइसेन्स इक्जाम दिन जाँदाखेरि थाहा पाउनै पर्ने जानकारीका बारेमा यो भिडियो ल्याएर आएको छु। आशा छ तपाईँहरूले मन पराउनुहुनेछ। तपाईँहरूको क्वेसनहरूको सोलुसन यो भिडियोमा पाउनुहुनेछ। आउनुहोस् सुरु गरौँ। यदि तपाईँहरूलाई फार्मा इन्फो नेपालको कन्टेन्टहरू ठिक लाग्छ भने हाम्रो युट्युब च्यानललाई लाइक सेयर अनि कमेन्ट गरिदिनु होला। त्यसै गरी तपाईँहरूको साथीहरूलाई नि हेर्न भनिदिनु होला है त। के चिज एक्टिभिटी गर्ने, के डकुमेन्टहरू लाने भन्ने बारे तपाईँहरूलाई मैले यो भिडियोमा जानकारी गराउँदैछु। आउनुहोस् है। सुरुमा सर्वप्रथम त तपाईँले के लगेर जान पर्यो भन्नु भने तपाईँको एडमिट कार्ड। नेपाल फार्मेसी काउन्सिलले जुन सूचना प्रकाशित गरेको हुन्छ त्यही सूचना अनुसार चाहिँ तपाईँले आफ्नो एडमिट कार्डहरू प्रिन्ट गर्ने, त्यसमा सिग्नेचर गरेर तपाईँहरूले लानुपर्ने हुन्छ है। एडमिट कार्ड लाने, तपाईँको नागरिकता या नेसनल कार्ड मध्ये एउटा जुनसुकै भए पनि हुन्छ, तपाईँको परिचय खुल्ने खालको, राष्ट्रिय परिचय खुल्ने खालको डकुमेन्ट चाहिँ तपाईँले लान पर्यो भनेपछि एउटा नागरिकता या के त तपाईँले नेसनल कार्ड मध्ये एउटा जुनसुकै लगे पनि हुन्छ है त। ठिक छ। यो दुईटा डकुमेन्ट मध्ये एउटा, तर एडमिट कार्ड चाहिँ एउटा पुरै चाहिँ तपाईँहरूले के त लान पर्यो है। त्यसै गरी अब तपाईँहरूले के चाहिँ लान हुँदैन भन्ने बारेमा यो भिडियोमा फेरि म तपाईँहरूलाई भन्दैछु भनेपछि के त ब्याग बुक्स नोटहरू तपाईँले केही पनि नलगे हुन्छ है। त्यहाँ तपाईँलाई एलाउ हुँदैन। राख्ने ठाउँ त हुन्छ नै, तर पनि लगेर किन झमेला गर्नु है। त्यसै गरी पेनहरू तपाईँको कुनै पनि पेन्सिल, इरेजर, कटरहरू त्यस्तो स्टेसनरी सामानहरू केही पनि लान हुँदैन। किन भन्नु भने त्यहाँ तपाईँलाई के त ओएमआर सिट जुन टिक लाउने हुन्छ त्यो पनि मिल्छ। त्यसै गरी तपाईँलाई पेन पनि मिल्छ। बस तपाईँले के त आफ्नो नागरिकता र आफ्नो एडमिट कार्ड चाहिँ लगेर जानुपर्छ। त्यसै गरी क्यालकुलेटर पनि एलाउ छैन। तपाईँलाई बेल्टदेखि ल्याएर स्मार्ट वाचहरू है, त्यसै गरी के त सिक्रीहरू भनौँ या पर्सहरू केही पनि लान तपाईँलाई के त एलाउ छैन। केही पनि तपाईँलाई लान मिल्दैन। त्यहाँ भेरिफिकेसन हुन्छ, तपाईँको चेक हुन्छ, खानेकुरोहरू पानी सानी केही पनि के त तपाईँलाई लान मिल्दैन। तपाईँले के त बस एउटा एडमिट कार्ड र तपाईँहरूको नागरिकताको अर्थात् नेसनल आइडी परिचय खुल्ने डकुमेन्ट लग्नुपर्ने हुन्छ। त्यसै गरी तपाईँले इक्जाम सेन्टरमा चाहिँ के हुन्छ भने तपाईँहरूको भेरिफिकेसनका लागि तपाईँलाई बोलाएको हुन्छ है। 2 घन्टा अगाडि बोलाएको हुन्छ। त्यो अनुसार चाहिँ तपाईँहरूले के त इन्ट्री गर्नुहुन्छ, तपाईँको चेक हुन्छ, तपाईँहरूको के त भेरिफिकेसन हुन्छ। त्यहाँ चाहिँ तपाईँहरूको बायोमेट्रिकहरू लिनुहुन्छ उहाँहरूले है। एडमिट कार्ड र तपाईँहरूको के त नेसनल आइडी हेरेर चाहिँ त्यहाँ हुन्छ। अनि त्यसै गरी तपाईँहरूको त्यो पास भइसकेपछि तपाईँले वेटिङ गर्नुपर्छ। त्यसपछि चाहिँ तपाईँहरूले के त आफआफ्नो रोल नम्बर अनुसार उहाँले चिप्काउनु भएको हुन्छ सूचनाहरू। त्यो हेरेर कति रुम नम्बरमा छ भनेर तपाईँले कुन ग्राउन्ड हो, कुन फ्लोर हो भनेर त्यसरी चाहिँ आफ्नो सिटहरू चाहिँ के त खोज्न सक्नुहुन्छ। सबैले एकैचोटि छिर्नुपर्छ अनि के त सबैले एकैचोटि निस्किन पर्छ है। यसको नियम भनेकै त्यही हो। लोकेट यो नम्बरहरू चाहिँ तपाईँको कुन कुन कता छ भनेर हुन्छ है। ठिक छ। त्यो अनुसार चाहिँ तपाईँले बस्नुपर्ने हुन्छ है। ठिक छ ल। अनि ओएमआर चाहिँ अब यस्तो किसिमको हुन्छ है। ओएमआर यस्तो किसिमको हुन्छ, तपाईँले ठ्याक्कै यही मोडेलमा यो तपाईँलाई भर्न आउँदैन भन्यो भने तपाईँले चुप्प लाएर बस्नु पर्यो। उहाँहरूले सिकाउनुहुन्छ है। आफै हतार हतारमा आत्तिएर चाहिँ यो भर्ना चाहिँ के त बिगार्नु हुँदैन है साथीहरू। हेर्नु त, यो चिज यहाँनिर महत्त्वपूर्ण छ। डिप्लोमाका लागि डी भनेर, ग्रेजुएट ब्याचलरका लागि जी भनेर आउँछ। यहाँ जी एबिसी भन्ने नि हुन्छ। त्यसलाई पनि यसरी गोलो गर्न पर्ने हुन्छ तपाईँहरूले है। यसरी अलिक गोलो गर्ने, यहाँ करेक्ट कुन छ भन्ने, करेक्ट कुन हो, इनकरेक्ट कुन हो भन्ने यहाँ तपाईँहरूलाई दिएको छ है। यसरी भर्न पर्ने हुन्छ। तपाईँहरूको नाम पनि भर्न पर्ने यो। अनि तपाईँहरूले टिक लाउने बेला पनि यसरी चाहिँ ठ्याक्कै यही सेटमा चाहिँ हुन्छ तपाईँहरूको। अनि सेट के, क्वेसन सेट के हो भन्ने चिज एकदमै महत्त्वपूर्ण हुन्छ। यसलाई तपाईँहरूले, यो चाहिँ के भन्नु भने यो पछि भर्ने हो। क्वेसन सेट तपाईँहरूको हातमा परिसकेपछि तपाईँले यो चिज चाहिँ के त भर्नुपर्ने हुन्छ है। यहाँ दिए अनुसार तपाईँलाई आउँदैन भन्यो भने यस तपाईँले इरर हुने त्यस्तो आत्तिनु भएको छ भने तपाईँ क्ल्याम भएर बस्ने त्यहाँ है। उहाँले तपाईँलाई मजाले सिकाउनुहुन्छ। आत्तेर यो भर्ना चाहिँ के त नबिगार्ने। मेन डकुमेन्ट भनेकै यही हो। यसका आधारमा कम्प्युटरले तपाईँहरूको के त आन्सर सिटहरू चाहिँ के त रिड गर्छ है। सेम यही फर्मेटमा हुन्छ। तपाईँलाई केही जिज्ञासा भयो भने यो भिडियोको कमेन्टमा लेख्नु होला, त्यसको पनि मैले के त सोल्युसन गर्नेछु है त। ठिक छ। केयरफुली भर्ने, आउँदैन भने उहाँहरूले तपाईँलाई हेल्प गर्नुहुन्छ यसरी भर भनेर। त्यहाँ भएको सुपरिवेक्षकहरू हुन्छ, उहाँहरूले तपाईँलाई सपोर्ट गर्नुहुन्छ। तपाईँले चुप्प लाएर त्यहाँ चाहिँ के त उहाँहरूलाई सोध्न पर्यो है। आफै चाहिँ भरेर यहाँ मिस्टेक हुनसक्छ, त्यो चिजलाई एकदमै ख्याल गर्नु पर्यो। भनेपछि यहाँ रोल नम्बर पहिला फिल गर्ने,
जसरी G 12,001 दिएको छ भने यहाँ गर्ने, अनि यो अङ्कहरूलाई पनि गोलो गर्नुपर्ने हुन्छ, नाम लेख्न पर्यो, अनि के त तल आन्सर सिटहरू, यो क्वेसन सेटको जुन हुन्छ त्यो सेट चाहिँ क्वेसन पाइसकेपछि तपाईँहरूले टिक लाउन पनि पर्ने हुन्छ है। ठिक छ। अनि अर्को चाहिँ के छ भने आन्सरिङ स्टाइल भन्ने चिज त मैले यहाँ राखेको छु भनेपछि सर्कल गर्न पर्यो, यो जुन छ है योभन्दा बाहिर गर्नु भएन, त्यसले गर्दा इन्भ्यालिड मानिन्छ। जसरी यो बाहिरतिर यसो आयो भने यसलाई इन्भ्यालिड मानिने भयो। ट्याक्क यसलाई चाहिँ के त हेर्नु त यहाँ है, यहाँ दिएको छ नि जुन तरिकाले है, यस्तो यो चाहिँ इनकरेक्ट हो भनेको छ, यहाँ चाहिँ करेक्ट हो भनेको छ है। यहाँ मलाई पनि अलिकति गर्न गाह्रो हुन्छ, त्यही भएर चाहिँ मैले यो गरिनँ है। ठिक छ। यो तपाईँले करेक्ट चाहिँ यसलाई फिल गर्न पर्यो है। यसरी बाहिर पनि यसरी बाहिरहरू चाहिँ के त निकाल्न भएन है, ठ्याक्क फिल गर्न पर्यो है। ठिक छ। अनि के त एउटा जुन तपाईँले थाहा पाएको हो ठ्याक्क त्यहाँ गोलो लाउन पर्यो है। अनि अरू या चाहिँ केही पनि तपाईँले रफ या यतातिर केही पनि लेख्न पाइँदैन है। ठिक छ। जुन आन्सर जे हो लाउने, अनि तपाईँले लेख्दै जाँदा तपाईँको हातले यो सर्किन नि सक्छ है। त्यो भएर एकदम केयरफुल भएर चाहिँ तपाईँहरूले चाहिँ के त त्यो ध्यान दिनुपर्ने हुन्छ है। जेल पेनले त्यहाँ गोलो लाउनुपर्छ, त्यही भएर एकदम केयरफुल भएर हातले तल माथि हुनसक्छ, एकदमै अप्सन हेरेर। जसको धेरै जस्तो विद्यार्थी साथीभाइहरूले चाहिँ के बिगार्छन् भने यो 5 भन्यो है, पहिला आएको थिएन 5 नम्बर भनेपछि ऱ्यान्डमली 5सम्म गरिरहेछ, 6को आएन छोडिदियो, अनि 7 गर्यो भने नि यतै 5को यतातिर पनि के त तपाईँहरूको डबल ठाउँमा चाहिँ के त टिक लाग्न सक्छ। त्यही भएर यो चिजलाई चाहिँ पढ्दाखेरि एकदमै केयर है। मैले यता यस्तो भयो भनेर पछि भनेर केही पनि उपाय छैन है। ठिक छ। यो चिजलाई एकदमै ध्यान दिने है। ठिक छ। अनि एक्जाममा चाहिँ के हुन्छ भने तपाईँले के त जुन हाम्रो आन्सर सिट हुन्छ त्यसमा बबल मात्रै ल्याउने, अरू चाहिँ केही पनि लेख्न पाइँदैन है। रफ गर्न पर्यो भने तपाईँले हामी क्वेसन जुन हुन्छ सेट, अर्को क्वेसन हुन्छ त्यही क्वेसन सेटमै गर्नुपर्छ है। त्यसै गरी तपाईँहरूलाई के त अन्य केही पनि भन्नाले आन्सर सिटको के त क्वेसन सेटको सानो टुक्रा च्यात्न मिल्ने त्यस्तो किसिमको है, या आन्सर सिटको पछाडि रफ गर्न मिल्ने त्यस्तो केही पनि गर्न मिल्दैन। र उत्तर पुस्तिका र जुन हुन्छ तपाईँको आन्सर सिट र क्वेसनलाई त्यही नै तपाईँले छोडेर आउनुपर्छ, अनि तपाईँले ल्याउन मिल्दैन है। ठिक छ। अब के गर्ने भने जुन जुन क्वेसन तपाईँलाई कन्फिडेन्स छ आउँछ त्यसलाई टक्क टक्क टिक लाउँदै जाने केयरफुल भएर है। अनि के त लामा लामा क्वेसनहरू भनौँ या न्युमेरिकल किसिमको छ, या तपाईँलाई कन्फ्युज हुने किसिमको छ भने लास्टमा गर्नुहोस्। त्यहाँ इक्जाम भनेको एकदमै स्ट्रिक हुन्छ है, एकदमै पढेर तपाईँहरूलाई दिने हो, त्यो दायाँ बायाँ म यो ऊ गर्छु भन्ने त्यस्तो नसोच्नु है। तपाईँहरूको के त इक्जाम नै क्यान्सल भएर तपाईँहरूलाई गाह्रो हुनसक्छ। त्यही भएर चाहिँ के त पढ्ने बेलामा एकदमै केयरफुल भएर पढ्ने, टक्क टिक लगाउने, अनि पास भइन्छ। यदि तपाईँलाई पढाइमा गाह्रो भइरहेको छ भने नवीन्स फार्मा क्लासेस जोइन गर्न सक्नुहुन्छ, जसका लागि 9868719471 को भाइबरमा म्यासेज गरेर हाम्रो कक्षाहरू जोइन गर्न सक्नुहुन्छ। ठिक छ। अनि ठिक्क ता भएको टिक लाउँदै जाने, अनि के त डबल चेक गर्ने रोल नम्बर तपाईँले करेक्ट भर्नु भएको छ कि छैन, केही सेटहरू छुटेको छ कि छैन तपाईँहरूको ट्याक्क हेर्ने। अब एक क्वेसनका लागि 1 मिनट हुन्छ भने तपाईँले टक्क त्यसलाई गर्नुहुन्छ, अनि टक्क एकचोटि स्क्यान गर्ने, आफूले हेर्ने मैले सबैमा टिक लगाएको छु कि छैन भनेर त त्यहाँ तपाईँले टिक त्यो ओएमआरमा चाहिँ के त हेर्न पर्यो है। पेन चाहिँ यताउता सर्किन सक्छ यस्तो लेख्ने बेला है, त्यही भएर पेन पनि एकदम केयरफुल हुनुपर्छ। ठिक छ। त्यो चिजलाई पनि के त तपाईँले ध्यान दिनुपर्छ। ठिक छ। अब के हुन्छ भने तपाईँलाई चाहिँ के त टेन्सन लिन भएन, क्वेसन चाहिँ के त डोन्ट ट्राई टु टेक क्वेसन घर लिन भएन है। रिजल्ट त्यही दिनमा नै पब्लिस भइरहेको हुन्छ प्रायः जस्तो, अहिले कहिलेकाहीँ मात्र नेक्स्ट डे हुन्छ। त्यही भएर क्ल्याम भएर चाहिँ तपाईँहरूले के त आउन पर्यो।